नेपालको दोस्रो लामो पुलमा आज हाडी घप्टे पानीले यो हाम्रो कृषि क्षेत्र र सम्पूर्ण खेतीहरू सबै जनतन नाश गरिरहेको छ र यो वर्षको अत्याधिक मौसमको पानीको कारणले हाम्रो खेतीहरू सबै नाश गरिरहेको छ र यसरी खेती भएको ठाउँमा अहिले मैखोला कुदिरहेको छ र हामीलाई ईश्वरले पनि यति साह्रो साथ नदिँदो रहेछ र हाम्रो संसारमा त्यतिकै विध्वंस भइरहेको अवस्थामा पनि हाम्रो खेतीलाई पनि सबै बाढीले नष्ट गरेको छ र हाम्रो यो नेपालको दोस्रो लामो पुलबाट रेकर्ड गरिरहेका छौँ र पानी एकदम बढ्दो बाढी आइरहेको छ र हाम्रो चन्द्रकेशर सर पनि आउँदै हुनुहुन्छ र सम्पूर्ण यहाँ बाढी हेर्न आउने हाम्रा साथीहरू यहाँ वरिपरि घुमिराख्नु भएको छ, हेरिराख्नु भएको छ र यी हाम्रो खेतहरू यसरी लगिरहेको छ, खेतमा डुबान भइरहेको छ। यसमा लाखौँ उन्नति भइरहेको थियो। हाम्रो खेती सबै धानहरू लगिसकेछ, यो पाक्ने समयमा पनि सबै लगिसकेछ, बाढी पहिरो आएछ। यो हाडी घप्टे पानीको वर्षाको कारणले मौसमविदहरूले पानी पर्छ भनिरहेको थियो, साँच्ची नै पानी परिरहेको छ र यो मैले भिडियो रेकर्ड गरिरहेको छु। यसमा आज वारपार पल्लो छेउदेखि पल्लो छेउसम्म बाढी आइरहेको छ र यो दोस्रो पहिले पनि बाढी त आएको थियो तर यति धेरै पेलेको थिएन, अहिले धेरै पेलिहालेछ र यो धान खेतीहरू सबै लगिसक्यो हाम्रो। अब यसरी नै समयले पहिले साथ दिएन, अहिले बल्ल बल्ल रोपेको फेरि समय बाढी पहिरोले लगिसक्यो र हामी यहाँ यो पहिलो नेपालकै दोस्रो लामो पुलबाट रेकर्ड गरिरहेको छु, माइनपा 6 माकुनाबाट र खेती यसरी डुबानमा परिरहेको छ र यसमा सम्पूर्ण मेरो फ्यान हेर्नुहुने मित्रहरूलाई लाइक, सेयर, कमेन्ट गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु।